नमस्ते, स्वागत छ तपाईलाई यात्रा फर फनको युट्युब च्यानलमा। आज म तपाईलाई हङकङको भिजा केही न्यू अपडेट्सहरू आएको छ। त्यसले गर्दाखेरि चाहिँ म हङकङको भिजा कसरी एप्लाई गर्ने फर्स्टदेखि लास्टको प्रोसेस म तपाईलाई भनिदिने छु। फर्स्टमा तपाईले के डकुमेन्ट तयार गर्नुपर्छ भने नि फर्स्टमा तपाईले के गर्नुस् भन्दाखेरि 6 मन्थको बैंक स्टेटमेन्ट र इन्डिङ ब्यालेन्स तपाईलाई एटलिस्ट 4 लाख 5 लाख जति सक्नुहुन्छ तपाईले त्यो चाहिँ इन्डिङ ब्यालेन्स तपाईले के गर्नुस् भन्दाखेरि चाहिँ राख्नुस्। अब इन्डिङ ब्यालेन्स राख्दाखेरि चाहिँ धेरैले कन्फ्युजन के हुन्छ भन्दाखेरि चाहिँ आज डिपोजिट गरेर आज स्टेटमेन्ट झिक्न मिल्छ कि मिल्दैन भन्दाखेरि आज डिपोजिट गरेर आज स्टेटमेन्ट नझिक्नुस्, किनकि क्लोजिङ ब्यालेन्समा आउँदैन। त्यसले गर्दाखेरि चाहिँ यदि तपाईले आजै झिकेर आजै गर्नु भने स्टेटमेन्टमा आउँदैन। 6 मन्थको स्टेटमेन्ट झिक्नुस्। 6 मन्थको स्टेटमेन्ट झिकिसकेपछि आज केही लेभलमा पैसा डिपोजिट गर्नुस् र त्यसपछि भोलि चाहिँ के गर्नुस् त्यसलाई चाहिँ स्टेटमेन्ट निकाल्नुस् र त्यो पैसा झिक्दा पनि केही पनि फरक पर्दैन। त्यसको उद्देश्य के हो त भन्दाखेरि तपाईसँग घुम्न जाने पैसा छ कि छैन हङकङ भनेर त्यो तपाईको अवेलेबल ब्यालेन्स अथवा छ कि छैन भन्ने चेक गर्न खोजेको मात्रै हो। र हङकङमा के हुन्छ भन्दाखेरि चाहिँ कुनै कुनै बेला चाहिँ तपाईले इन्स्ट्यान्टली चाहिँ त्यो पैसा सडनली डिपोजिट भएको किन चाहिँ त्यो डिपोजिट भयो भनेर तपाईले क्वाइरिज अथवा रिप्लाई चाहिँ आउन सक्छ। त्यसको लागि चाहिँ तपाईले के हुनु पर्यो, प्रिपेयर हुनुपर्ने हुन्छ। अर्को भनेको चाहिँ 35x45 mm को जुन फोटो छ त्यो फोटो तपाईले डिजिटल नै रेडी गर्नुस्। प्रिन्ट चाहिँ हैन, प्रिन्ट छ भने पनि स्क्यान गरेर तपाईले के गर्नुस्, रेडी गर्नुस्। त्यसैगरी अर्को भनेको चाहिँ नेसनल आइडी कार्ड अथवा राष्ट्रिय परिचय पत्र नागरिकता केही छ भने तपाईले के गर्नुस्, त्यो रेडी गर्नुस्। र त्यो गरिसकेपछि तपाईले त्यसलाई यदि नेपालीमा छ नागरिकता छ भने त्यसलाई नोटरी गर्नुस्। र राष्ट्रिय परिचय पत्र इङ्ग्लिसमै पनि हुन्छ, त्यसले गर्दा नोटरी गर्नु पर्दैन। सिटिजन छ भने तपाईले नोटरी गर्नुस्। त्यसैगरी पासपोर्टको कपी तपाईले स्क्यान गर्नुस् र पीडीएफमा तपाईले स्क्यान गर्नुपर्ने हुन्छ। र हरेक पेज यदि भिजा लागेको छ भने फर्स्ट टु लास्ट पेज तपाईले के गर्नुस् भने सबै पेज तपाईले के गर्नुस्, स्क्यान गर्नुस् र पासपोर्टलाई तपाईले स्क्यान पीडीएफमा तपाईले के गर्नुस्, स्क्यान गर्नुस्। र अर्को भनेको चाहिँ नर्मल इन्कम डकुमेन्ट तपाईले माग्छ। यदि तपाई स्यालेरी छ भने स्यालेरी सर्टिफिकेट र लिभ लेटर। र अर्को भनेको चाहिँ यदि आईडीमा ट्याक्स तिर्नुपर्छ भने आईडीको ट्याक्सको सर्टिफिकेट। तीनटा चिज चाहिँ तपाईले म्यान्डेटरी भयो भने चाहिँ स्यालेरी कति आउँछ तपाईको स्यालेरी सर्टिफिकेट लिनु पर्यो। त्यसगरी कहिले जाँदै हुन्छ, कुन ट्राभल डेटमा छ त्यो ट्राभल डेटको तपाईले चाहिँ जहिले पनि प्लानिङ गर्दाखेरि चाहिँ 1 मन्थ आफ्टर है हङकङको एप्लाई गर्दाखेरि चाहिँ 1 महिना पछिको ट्राभल डेट गर्नुस्। किन भन्दाखेरि चाहिँ नर्मली 1 महिनासम्म चाहिँ मिनिमम टाइम पिरियड हुन्छ हङकङको भिजाको प्रोसेसको लागि। त्यसले गर्दाखेरि चाहिँ यदि लिभ लिँदै हुन्छ भने 1 महिना पछाडिको लिभको कति दिनको होस् अथवा 4 दिन 5 दिन 6 दिन तपाईको जति छ त्यो अनुसारले तपाईलाई बनाउनु पर्ने हुन्छ। र यदि बिजनेस छ भने प्यानको सर्टिफिकेट, त्यसैगरी वाणिज्यिक सर्टिफिकेट, त्यसैगरी ट्याक्स क्लियरेन्स सर्टिफिकेट र अडिट रिपोर्ट यति चाहिँ तपाईले के गर्नु पर्यो, ठिक पार्ने हुन्छ। यदि तपाई चाहिँ बिजनेस इन्कम छ भने यो दुईटा भयो, एउटा स्यालेरी एउटा के हो त बिजनेसको इन्कमको। अर्को भनेको चाहिँ प्रोसेसिङ टाइम कति हो त 1 मन्थको पिरियड हो। र त्यसपछि अर्को चाहिने भनेको चाहिँ तपाईले डमी नै युज हुन्छ हङकङको लागि। तपाईले डमी टिकट तपाईले बनाउनु पर्ने हुन्छ। त्यसैगरी डमी होटल बुकिङ तपाईले बनाउनु पर्ने हुन्छ र कभर लेटर बनाउनु पर्ने हुन्छ। र घुम्दाखेरि कहाँ घुम्नुहुन्छ भन्दाखेरि आइटिनरी तपाईले बनाउनु पर्ने हुन्छ। भनेपछि के चाहियो त भन्दाखेरि 6 मन्थको स्टेटमेन्ट, फोटो चाहियो डिजिटल, राष्ट्रिय परिचय पत्र चाहियो नेपालीमा, इङ्ग्लिसमा छ भने इङ्ग्लिसमा, पासपोर्टको कपी सबै स्क्यान गर्ने सबै पेज। र इन्कमको डकुमेन्टमा हुँदाखेरि चाहिँ तपाईँ स्यालेरी छ भने स्यालेरी, स्यालेरीमा स्यालेरी, लिभ प्लस ट्याक्स र बिजनेस छ भने प्यान, वाणिज्य, ट्याक्स क्लियरेन्स सर्टिफिकेट र अडिट रिपोर्ट भयो। त्यसैगरी भनेको चाहिँ अब बनाउनु पर्ने भनेको कभर लेटर भयो, त्यसैगरी आइटिनरी भयो, त्यसैगरी टिकटको डमी टिकट बनाउनु पर्यो, डमी होटल बुकिङ तपाईले बनाउनु पर्ने छ। यति ठिक पारेपछि अब के गर्ने त भने तपाईले हेर्दाखेरि चाहिँ तपाई केमा जानुस् भन्दाखेरि चाहिँ यसरी गुगलमा जानुस्। गुगलमा गएर हङकङ भिजा टाइप गर्नुस्। यदि हङकङ भिजा टाइप गर्नु भने तपाईले यो चाहिँ पेज खुल्छ। यो भिजा इन्ट्रीको तपाईले हङकङको पेज तपाईले यहाँ देख्नुहुन्छ। यो हङकङको पेज तपाईले के गर्नुपर्छ, खोल्नुपर्ने हुन्छ। र यहाँ तपाईले भिजिट भन्ने छ, यहाँ भिजिटमा टाइप गरिसकेपछि तपाईले एप्लाई इन्ट्री नाउ भनेर तपाईले यहाँ क्लिक गर्नु भने तपाईले यो पेज खुल्छ। यो पेज खुलिसकेपछि अनि त्यसपछि तपाईले यहाँ तल अनलाइन एप्लिकेसन भन्ने छ, त्यो एप्लिकेसनमा तपाईले भर्नुपर्ने हुन्छ। र यहाँ डिटेल्सहरू हुन्छ, सबै डिटेल्स तपाईले चाहिँ भर्नुपर्ने हुन्छ। यसरी तपाईले चाहिँ यहाँ कन्फर्म गर्नुस्। तल पनि के गर्नुस् भन्दाखेरि चाहिँ कन्फर्म गर्नुस् र यहाँ क्याप्चा जुन छ क्याप्चा टाइप गर्नुस्। यो क्याप्चा टाइप गरेपछि स्टार्ट गर्नुस्। स्टार्ट गरेपछि तपाईले एप्लिकेसन फर्म आउँछ। अब यहाँ तपाईले नर्मली हेर्नु, यहाँ के भनेछ भन्दाखेरि चाहिँ सरनेम, लास्टको नेम हुन्छ त्यो नेम, थर, अनि कमा हाल्नुस् अनि स्पेस हालेर के गर्नुस् यहाँ
नाम टाइप गर्नुहोस्। त्यसै गरी अब यहाँ थाहा पाइहाल्नुहुन्छ मेल फिमेल के छ, डेट अफ बर्थ के छ, इमेल एड्रेस तपाईँले जुन इमेल एड्रेस छ त्यही इमेल एड्रेसमा तपाईँले इमेल आउँछ। त्यसै गरी ब्याचलर म्यारिज छ कि छैन, पासपोर्टको डिटेल्स तपाईँले हाल्नुहोस्। र मेनली तपाईँले यहाँ हेर्दाखेरि चाहिँ अब तल आउनु हो भने त्यसपछि भनेको चाहिँ नर्मल डिटेल्सहरू छ, त तपाईँले भर्न कुनै प्रब्लम भएन। हङकङको तपाईँले चाहिँ सबै कुराहरू भर्नुहोस्। र अर्को भनेको चाहिँ इन्भिटेसन छ कि छैन भनेर तपाईँले सोध्छ, र कुनै भिजिट तपाईँले गर्नुभएको छ कि छैन भने यहाँ कतिचोटि भिजिट गर्नुभएको छ, पहिले भिजिट गर्नुभएको छ कि छैन भनेर तपाईँले सोध्छ। र मेनली तपाईँले इन्भिटेसन छ भने छ, जस्तै इन्भिटेसन तपाईँले म चाहिँ कोही हुनुहुन्छ, कोही रिलेटिभ हुनुहुन्छ भने तपाईँले इन्भिटेसन मगाउन सक्नुहुन्छ। त्यो भनेको पर्सनल इन्भिटेसन एउटा चाहिँ इन्स्टिट्युसन अथवा संस्थाले, कुनै हङकङको कम्पनीले इन्स्टिट्युसन पनि इन्भिटेसन दिन सक्छ र कुनै व्यक्तिले पनि दिन सक्छ। व्यक्तिले दिँदाखेरि तपाईँले के गर्नु पर्यो भने तपाईँको आइडी कार्ड चाहियो, फोन नम्बर चाहियो, इमेल आइडी चाहियो र त्यसको लेटर चाहियो। लेटरमा एउटा के चाहियो भन्दाखेरि चाहिँ उसको सिग्नेचर चाहियो। भनेपछि यति चाहिँ तपाईँले के हुन्छ म्यान्डेटरी चाहिन्छ, हङकङ आइडी म्यान्डेटरी। त्यसै गरी उसको इन्कम के छ, हङकङमा उसको इन्कम के छ त्यो म्यान्डेटरी, त्यो लेख्नुपर्ने हुन्छ तपाईँले। त्यसै गरी हेर्ने भने चाहिँ इन्भिटेसन लेटर म्यान्डेटरी र अर्को इमेल आइडी र फोन नम्बर उसको के हुन्छ म्यान्डेटरी हुन्छ। भनेपछि हङकङको इन्भिटेसन यो त पर्सनल इन्भिटेसन भयो। अब इन्स्टिट्युसनल इन्भिटेसन हो भने इन्भिटेसन कुनै कन्फरेन्स जाँदै हुन्छ भने त्यो पनि म्यान्डेटरी, फोन मोबाइल इमेल म्यान्डेटरी र कम्पनीको सर्टिफिकेट चाहिन्छ। वो जुन कम्पनीले तपाईँलाई इन्भाइट गरेको छ त्यो कम्पनी के चाहियो भन्दाखेरि चाहिँ तपाईँले सर्टिफिकेट चाहियो। त्यो सर्टिफिकेट भयो भने पुग्छ, तपाईँले स्पोन्सर गर्न सक्नुहुन्छ। छैन भने तपाईँले यहाँ के लेख्नुपर्छ, रिजन लेख्नुपर्ने हुन्छ। म चाहिँ आफै के गर्दैछु भन्दाखेरि चाहिँ आफ्नै खर्चमा म जाँदैछु र मेरो कुनै पनि इन्भिटेसन छैन, मसँग पैसा छ, म आफै टिकट काट्छु, म आफै घुम्छु भनेर तपाईँले त्यो रिजन चाहिँ तपाईँले चाहिँ इन्भिटेसन छैन भने तपाईँले लेख्नुपर्ने हुन्छ। र मेनली भनेको तपाईँले अप्ठ्यारो कहाँ हुन्छ त भन्दाखेरि यो डिजिटल साइन छ, यो साइन तपाईँले चाहिँ डिजिटलको साइन गर्न सक्ने तपाईँसँग क्यापेसिटी हुनुपर्छ। र यो साइन गरेपछि तपाईँले एप्लिकेसन के हुन्छ सबमिट हुन्छ। अनि त्यसपछि स्पोन्सरको पनि तपाईँको फर्म फिलअप गर्नुपर्ने हुन्छ यदि स्पोन्सर छ भने। छैन भने यो साइन गरेपछि सक्यो। साइन गरेपछि तपाईँले चाहिँ हेर्नु भने ल इमेल आउँछ। तपाईँले यसरी चाहिँ एउटा कन्फर्म गर्नु भने यो तपाईँको इमेल आउँछ। यदि यो चाहिँ सबमिसन भइसक्यो, यो टेम्पोरेरी सबमिसन भइसक्यो भनेर तपाईँले यो हङकङकोबाट एउटा जुन इमेल दिनुहुन्छ त्यो इमेल आउँछ। र इमेल आइसकेपछि त्यसपछि फेरि अर्को तपाईँले के आउँछ भन्दाखेरि तपाईँले टाइप गर्दैखेरि चाहिँ यो जुन छ यो पनि तपाईँले चाहिँ आउँछ। यो फर्म भर्दै साइन पछि चाहिँ तपाईँले सबमिट गर्दै जानु भने यो आउँछ। अनि अर्को भनेको चाहिँ यो रेफरेन्स नम्बर तपाईँले आउँछ। फर्स्टमा चाहिँ रेफरेन्स नम्बर आउँछ, इमेल आउँछ। त्यसपछि के आउँछ भन्दाखेरि चाहिँ यो एक्नोलेजमेन्ट लेटर तपाईँले आउँछ। यो यसरी चाहिँ तपाईँले यो रेकर्ड राखिराख्नुहोस्, यो चाहिँ तपाईँलाई काम लाग्छ। र सँगै त्यसपछि 2 दिन 3 दिनपछि तपाईँले के आउँछ त भने यो लेटर पठाउँछ तपाईँले इमेलमा, यो चाहिँ रिसिभ भयो है भनेर तपाईँले यो लेटर चाहिँ के गर्छ भन्दाखेरि चाहिँ पठाउँछ तपाईँको इमेलमा आउनुपर्छ एक्नोलेजमेन्ट लेटर। अनि त्यसपछि फेरि एकैचोटि तपाईँले भिजा दिँदैन हङकङले, प्रत्येकचोटि के गर्छ भन्दाखेरि क्वारी गरिराख्नुपर्छ भन्दाखेरि यो 4थमा चाहिँ तपाईँले कुनै इन्क्वायरी छ यसमा तपाईँले के दिन्छ भन्दाखेरि चाहिँ यो डकुमेन्टहरू कम्प्लिट भएको छैन, यो डकुमेन्टहरू चाहिँ कम्प्लिट गर भनेर फ्रिक्वेन्टली के गरिरहेछ भन्दाखेरि चाहिँ रिप्लाई आइरहेको हुन्छ हङकङको बेसिसमा। भनेपछि तपाईँले हरेकचोटि मैले के भने भन्दाखेरि सबै डकुमेन्ट ठिक पार्नुहोस्। सबै डकुमेन्ट ठिक पारेपछि अघि जुन दिएको छ त्यो दिएको प्रोसेसमा तपाईँले के गर्नुहोस् भन्दाखेरि चाहिँ अनलाइन सबमिसन गर्नुहोस्, सबै फर्महरू फिलअप गर्नुहोस्, डिजिटल साइन गर्नुहोस्। अनि जुन डकुमेन्ट छ त्यो डकुमेन्टहरू प्रोसेस वाइज जानुहोस् भने तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ भिजा तपाईँले चाहिँ आफै पनि के गर्न सक्नुहुन्छ एप्लाई गर्न सक्नुहुन्छ। होइन तपाईँले डिफिकल्ट लाग्यो, म चाहिँ एकदमै गाह्रो हो भने तपाईँले यो हाम्रो वेबसाइट छ यात्रा फर फन, जुन यात्रा फर फनमा तपाईँले चाहिँ यो कन्ट्याक्ट नम्बर छ, यहाँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अथवा यहाँ वाट्सएप छ, यहाँ वाट्सएप गरेर तपाईँले चाहिँ हामीसँगै तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ भने चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। सक्दो तपाईँले आफै ट्राई गर्नुहोस्, त्यस्तो धेरै गाह्रो छैन। केही अप्ठ्यारो हो भने हामीसँग के गर्नुहोस् भन्दाखेरि चाहिँ कोअर्डिनेट गर्नुहोस्। हस् त, आजको भिडियो यति नै। नमस्ते।